हामी चाहिँ दिउँसभरि सँगै थियौँ र अब अहिले चाहिँ हामी होटेल बन्द गरेर चाहिँ हामी अब घरमा जाँदैछौँ होइन। ल भाइले नि ढोका सोका ट्याक्क लगाए चेक गरिराख न। सबैलाई बाई बाई। फेरि हामी मन्डे भेट्नेछौँ न्युयोर्कमा। हामी चाहिँ यसो तपाईँ यता न्युयोर्क जानु ल ल जाऊ ल। फेरि के अरे ल हल्का ल एकदम भन्छ। म चाहिँ अब रुममा जाँदैछु। अस्ति तपाईँहरूलाई मैले देखाएको थिएँ यता यो हाम्रो चाहिँ रेस्टुरेन्ट नजिकैको गल्ली हो। भान्जा यता हुनुहुन्छ के अरे यो चाहिँ हाम्रो प्लास्टिक फाल्ने यो चाहिँ पेपर हो। यसमा चाहिँ यस्तो हुन्छ यो विदेशमा चाहिँ यस्तो सिस्टम भएको हुन्छ। यो सिस्टम चाहिँ मा चाहिँ यो यसको लो भनेको चाहिँ सिसा फाल्ने हो। सिसा तपाईँको रक्सीका बोतलहरू हजुर रक्सी खान्छ सोनो खानु भने के गर्नु थाहा छ रक्सी खाएर घर जा ला भन्नु पाले फेरि अनि अस्ति तपाईँहरूलाई मैले यो देखाएको थिएँ होइन। मैले हल्का भिडियो बनाएको थिएँ। यो चाहिँ इलेक्ट्रोनिकबाट चाहिँ बल्ने बत्ती हो तर चाहिँ मैले बनाएको चाहिँ यो हो। अस्ति यो यसमा चाहिँ हल्का एउटा कमेडी भिडियो बनाएको थिएँ। पक्कै पनि तपाईँहरूले हेर्नुभएको छ होइन। यही नै हो यो यसो ठ्याक्कै यो चाहिँ तातो चाहिँ दिन्न। यो चाहिँ एउटा लाइट जस्तो हो। हेर्नुहोस् त त्यो हेर्दा चाहिँ यो चाहिँ रियल छ होइन। तर चाहिँ बत्ती चाहिँ यस्तै छ। यतातिरको चिसो छ होइन। चिसोमा चाहिँ कडा ठ्याक्कै अहिले चाहिँ यहाँ यो क्रिसमस सुरु भएको छ होइन। यो चाहिँ यो सानो सेन्टरमा चाहिँ सानो सानो यो बुट्टा लिएर राखिदिएको छ। यो बुट्टा चाहिँ यो यिनीहरूको यो कल्चरै हो। हाम्रो गाउँमा चाहिँ तोरण बाटिन्छ नि त्यस्तै खाले तोरण बाटे जस्तै हो। यो चाहिँ घर चाहिँ निर्माण हुँदैछ अहिले। यो घर निर्माण हुँदैछ अहिले यतातिर। यसमा चाहिँ गर्मी महिनामा चाहिँ पानी फाल्छ यहाँ सरर। अहिले चाहिँ केही पनि छैन होइन। ल अब चाहिँ चेक रिपब्लिकमा चाहिँ क्रिसमस सुरु भइसक्यो है। ल जताततै अहिले चाहिँ बत्ती नै बत्ती छ। झिलिमिली बत्ती छ। फेरि अर्को भिडियोमा भेटौँला। बाई बाई।